तपाईँ र म अनि तामाङले एकजना लिएर आउनु भन्नु न भोलि अरू कोही छैन भने चाहिँ म रोहानीसँग बस्दिन्छु अनि तामाङ नि आयो भने चाहिँ म तपाईँसँग बसेँ तपाईँले मिठो ओइ त ओइ कहाँ हराएको त्यो चाहिँ कहाँ हराएको त्यो तामाङ के धोतीसँग छ? थियो कि क्या हो सब ठिक छैन आज त भाइ देख्नुपर्छ ओइ ओइ मिस्टर तामाङ लिसन अहँ। के अरे आफूलाई टिकटकको क्विन्टे थोब्रा छ भने यसको यार कसम यसको थोब्रा भन्दा त त्यो सिजलिङ रोहिनी त कस्तो च्वाक छ गाएछ र यार कसम ओइ थोब्रा न सोब्रा प्र्याङको चोब्रा ओइ तैँले अस्ति के अरे म त डायमन्ड हो रे ओइ तेरो टल्किने चिज के छ भन् त सबै कुरा छ नि मसँग टल्किने चिज। तँलाई देखाउनु पर्ने देखाउनु मिल्ने भए तँलाई देखाइदिन्छ आइज अहिले भरे देखाउन मिल्ने पनि तेरो टल्केको छैन होला तेरो यार तेरो टल्केन भने मेरो टल्किँदैन हा तँलाई आज के अरे म त डायमन्ड हो रे डायमन्ड हो त अनि क्वीन हो चिन्दिनस् तैँले अब्बर फिल्टर लाएर छ नि आफूलाई क्वीन डायमन्डको नाम लगाएको तँ जस्तो छ नि ओइ ओइ तँ जस्तो त कति आए कति तैँले गयो फिल्टर लाग्छस् मैले फिल्टर लाग्छु तैँले पनि फिल्टर ओइ, लगाएको गाइस, मलाई हाम्रो रोज एकजना 12 घोटी सुरुै काम, भएको ओइ, छैन, यति एकजना रमाइलो घोटीलाई भइसक्यो काम। नि। फेरि हाम्रो ओइ मिस्टर तामाङ come on, हामी दुईजना लेट्स गो ल ल मरा लेखाली मान्छे मरा लेखाली मान्छे एकछिन बस्छु भाइ मरा लेखाली मान्छे यो मिस्टर तामाङ चाहिँ लेखालीसँग पल बस्नु पल्का छ खालि ताली पड्काउँदै ओहो बस्छ। म त लेखाली मान्छेको फ्यान हो अनि सुन्न तामाङ भनेको तामाङ हुन्छ सुन्न बुझिस्? अनि सुन्न तीनजनाले मलाई पेलेको छ होइन आफ्नो टिमले पनि पेलेको छ बाउमा पनि गएको छ अझ उसको स्कोर आएको छ ओए भन्न रे के नौकर जसरी क्या मलाई त आम्मा मामा को खेलेको ल अब अपोनेन्टमा छ भइहाल्यो नि त नि आइज ल गइरिस आइज तरमा हुन्छ ल यहाँ त्यस्तो म त मेरो टिममा कञ्चनमा त आउँछ है मिस्टर तामाङ हेर त्यसको कुन चाहिँले के मेरोमा त एकदम ऱ्यान्डम हो मलाई थाहै हुँदैन। गइरिस ठोक म त मेरो चप। ओइ कञ्चन अस्ति के अरे गाइस गरे मिस्टर तामाङ लिसन टु मी अस्ति के अरे केको बोकाहरूलाई पठाइदिनु ओपन च्यालेन्ज बोला तेरो छिपेको बोकाहरूलाई ओपन च्यालेन्ज आइज दम छ थु कसम भनेको आज चाहिँ त्यो बोकाहरूले नसम्झ्यो है मेरो भेजा खराब हुन्छ यार त्योहरू लास्टै गर्छ यार ओइ एरिस त चाहिँ किन हाँसेको तँभन्दा बेसी केटी त मलाई रोहानी लाग्छ के जस्तो मुखा केटी तँलाई अझ मेकअप लगाएर आछ मेकअप लगाएर फिल्टर लाउँदा पनि नरामी यही होला हौ ओइ आइज तिमीहरूको दम छ भने के गरेर आइज खेल्छस् भिड्छस् थु आइज डबल दुईजनाको एउटा के छैन गाइजहरू लेखाली मान्छे उतापट्टि स्कोर हो कि रोल नम्बर हो त्यो रोल नम्बर 264 मेरोमा डबल ट्याप गर न यार डबल ट्याप कसैले गरे छैन भाइ थ्याङ्क यू है ओइ कञ्चन बोला तेरो बोकाहरूलाई कसम डराउँदिन म त लिसन गाइस साइलेन्ट ओइ बोल एकचोटि बोल ल सम्झिनु मेरो छिपेको बोकाहरू आइदिनु प्लिज यो एरिजलाई बोका बोलाउँ भने नमिल्ने यो आफै बोका हो कलिलो बोका होइन छिपेको बोका चाहियो मलाई लिसन टु मी गाइस तिनीहरूलाई बोल्नु अब नदिनु। भुग्न पाउँदैनस् तेरो बोकालाई जति प्रार्थना गरेर जति सम्झिँदैछ सम्झिहाल्यो अब नभोल है नभोग है ओए चुप्प लाएर बस्ने बुझिस् यो आवरेको त कस्तो झुकेर मेकअप गरेर एक पाती मेकअप गरेर फिल्टर लाउँदा नराम्रो केटी त यही होला हौ त्यहाँ रोहिणी केटा भएर त्यहाँनिर फिल्टर लगाएर केटी भएर टिकटक लाइभमा आएर कति केटा पटाइसक्यो यसले अहिले चाहिँ एउटा पटाउनु चाहेको छैन ओए गाइस लिसन टु मी गाइस यो कञ्चनकोमा जो आएर ठोक्छ नि जो यसको फर्स्ट एमपिपी नि त्यो छिपेको भोगाइ हो नि अहिले सुरुमा त सम्झेको त्यो छिपेको भोगालाई हो नि त जसले ठोक्छ नि यसकोमा गाइसहरू त्यही हो छिपेको भोगा हेर कुन चाहिँ रहेछ त्यो ओए गेम भरि चुप बनाउनु लागिसक्यो गेम खेलेर 4 मिनटको गेम हो 2 मिनट अलरेडी भइसकेको छ ओए तिमीहरूको टिमको कसैको दम छैन आफूले टिकटक क्विन टिकटकको डायमन्ड भन्दै बस्छ ओए
के चुप मेरो दाजुभाइ औकात छ दिदीबहिनीहरू आइदिनु होला मेरो दाइहरू आइदिनु होला प्लिज मेरो दिपेका भगवानहरू बोकाले आइदिनु गिभ होला, अप गर्यो रे अब दाजुभाइहरूलाई बोका फल्छ होइन, बोका होइन दाजुभाइ आइदिनु प्लिज आम्ला सबला भाग्नु नपरोस् है बहिनीहरू गाइज प्लिज गाइज ट्रिपलमा डबलमा थोरै सपोर्ट गरौँ त एभ्रीबडी के आएको छैन कि मेरो पनि फेरि पुष्पा दाई डबलमा थोरै सपोर्ट गरौँ न एभ्रीबडी प्लिज डबलमा थोरै 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 गाइजहरू प्लिज गाइज लेट्सको एभ्रीबडी डबलमा ओइ तिमीहरूको दम छ भने गाइज डबल लेट्सको गाइज दाई थोरै डबलमा बढाइदिउँ न यार यता खुसी ओए हनुमान ओए एरिज हनुमान युजर थ्याङ्क यू एरिज हनुमान बोल्नै पाउँदैन ट्याप नि गर्नु त्यतिसके पाण्डा ए हो ओए मिस्टर तामाङ एक ठ्याक हान्नु पाएको छैन टाउको दुख्या जस्तो छ यार भर्खर फर्स्ट गेम त गाइस म नि आज धेरै बेर लाइभ आएको होइन कि तर रमाइलो भएर बसिरहेको मेरो मान्छेहरूलाई हामी भनिदिन्छौँ जसको स्कोर बेसी आउँछ त्यो मात्र बोल्नु पाउँछ बुझिस् 200 धरि कटेका छैन बोल्ने मिल्दैन के अरे चुप होइन त्यसो भए त सोलो खेले भइहाल्यो नि सोलो त्यसो भए त 4 जना सोलो खेले भइहाल्यो नि टिममा खेलिसकेपछि टिमको स्कोर म्याटर्स के 2 जनामा जसको स्कोर आयो नि बोल्न पायो बुझ्यो न त सोलो खेले भइहाल्यो नि त्यो स्कोर जसको धेरै आयो त्यो मात्रै बोल्ने भनेदेखि त 2 जनामा बल्ला तल्ला 500 कटेको छ यार के भन्नु एटिट्युड देखाउन सक्छ भने टिकटकको डायमन्ड न टाइप पनि त्यस्तै हुनु थ्याङ्क यू सो मच गाइस सबैजना फलो गरिदिरहेछ कति जना धेरै मान्छेले फलो गरिदिरहेछ थ्याङ्क यू सो मच अलि गन्सन ग्यालेक्सी सेलेक्सन बोल्न ट्यापले बोल्छस् खोइ त डु नट आउने घरि के होस् छैन ल के को ग्यालेक्सी देखेको छ ग्यालेक्सी ट्यापले जितिरहेछ त किन गिफ्ट चाहियो यिनीहरूले गिफ्ट आयो भने त मार्छ हेरिस हामीलाई हाम्रो भ्युअर्सै काफी छ क्या गिफ्टहरु चाहिएन भनेको भ्युअर्सै काफी छ न एरिस ट्याप आउँदा त यति साह्रो हेपा गिफ्ट आयो भने त तँलाई त मलाई मार्छ एरिस भाग्दा हुन्छ एरिस पनि अघि पनि भागेको फेरि तान्ने लाउने गाइस एकछिन है फेरि हामी 4 जना खेलेछौँ है अनि मिस्टर तामाङको स्कोर आएको छ उलाई पनि त के भनेको छ उले पनि त बोल्न सक्छ नि त ओइ हाम्रो स्कोर आएको छ भनेर कि त्यसको नौकर जसरी के म त फेरि नौकर होइन तँलाई हनुमान अझ मेरो गाउँमा गइरहेको थियो ए हो मन दुखे तेरो ल अब नबोल चुप तँलाई हनुमान साले यस्तो छ मुखै यसको मुख यस्तो well let me show you guys one more time लेट्स गो एभ्रीबडी सबैजना मिलेर कसम यो टिकटकको किराहरू देखेर मेरो टाउको घुमिसक्यो गाइसहरु कसम न एउटा स्कोर आउँछ न एउटा केही डुनर आउँछ बोलेको छ सेसन थ्यांक यू आयु थ्यांक यू बाय थ्यांक यू सो मच गाइस सबैजना गाइस पुश द स्कोर गाइस टप आइज ओइ के हानेको त्यो आइज दम्छ भन्ने आइज लिएर आइज स्कोर लिड गर बुझिस के हानेको त्यो सुइया मै नचाहिने रहेछ लेकाली माइजनको ट्यापटपले पुग्ने रहेछ बनाएर उडाको नहेप्नु बिचारा कहाँ हेपेछ त गाइस यस्तो हो के एकछिन एउटा कुरा क्लियर गर्नु चाहिँ भ्युअर्सहरुले त्यही कुरामा अलिकति किसिस गरे के एकछिन ल गाइस सबैजना ल यो गाइस एकजना जसको स्कोर आउने त्यो मात्रै रोस्ट गर्ने भए भए त सोलो गेम खेले भइहाल्यो नि एक्लै हामी टिममा खेलिसकेपछि टिममा स्कोर आइसकेपछि बोल्न पाउँछ क्या आफ्नो टिममेटले प्लस गाइस मलाई चाहिँ रोस्ट गेम एकदम मनपर्छ तर मैले धेरैजनालाई गाली दिँदैन फर इक्जाम्पल मैले लेकाली माइचिङलाई कहिले गाली दिँदैन मैले कञ्चनलाई एकचोटि बिल्ला गरेर गरेन नि होइन त्यो चाहिँ किन मैले कञ्चनलाई कहिले गाली दिँदैन अनि रोस्ट गेमै भने दिँदैन तर मेरो टिममेटलाई दिन पाएँ नि त अनि म आम हियर फर फन त्यति मात्रै हो क्या गाइस कस्तो हो र हेरी चाहिँ अनि तैले मलाई मात्रै गाली दिनु पाउँछ हैन रोल नम्बर 504 तैले मलाई मात्रै गाली दिन पाउँछ अरूलाई दिन पाउँदैन मलाई तल मनै पर्दैन लिसन तेरो बोल्ने औकात पुगेको छैन यु न भाइ बुझेन अन्तरा बुझेन एउटा हैन तिमीहरू हामीलाई ठोक्न नसक्ने ठुलो कुरा गर्ने चुप्प लाएर बस्ने बुझिस के भने यसको ल्याएर बोले भइहाल्यो उले सबलाई माया गर्ने गाली मलाई मात्र चुप तेरो मुख यहाँसम्म च्यातिम च्याति लेखाली यसको मुख अलरेडी च्याति छ कसले च्यातेको
गाइस ट्रिपलमा प्लिज एभ्रीबडी ट्रिपलमा ओइ आइज ओइ कञ्चन के तँ के टोपर बसेको ओइ कञ्चन हाप्रे तिमीहरूको दम छ भने आइज ठोक थु जब 4000लाई धरि लिड गर्न सकेन डबलमा गेम भरि छ नि तिमीहरूलाई त मुद्नु पनि दिँदैन चुपचाप बस्ने बुझिस उतापट्टि स्कोर हो कि गाइस यो रोल नम्बर भने गाइस मेरो चाहिँ क्वेशन त्यही नै हो भने स्कोर हो कि रोल नम्बर हो त्यो पुस गरिदिनु न लास्टै प्यारी दाले तेरो मान्छेलाई राम्ररी थाहा छ डबल आएको छ ठोक्नुपर्छ भनेर के गर्नु रोक्रा छैन पैसा छैन ल्या भ्युअर्सहरूले त ह्यामर हान्न सुरु गरिसक्यो हान्नु गाइस ह्यामर के छ हान्नु थु कञ्चनको त 200 धरि छैन यार मिलेर 1000 बना ओइ 1000 बना लेगाली मैचाङ त्यो रोल नम्बर हो रे क्या रोल नम्बर उसको रोल नम्बर यो स्कुल पढ्न आएको प्रिन्सिपल चाहिँ लेकाली मैचाङ प्रिन्सिपलले रोल नम्बर दिएको हाम्रो 2-4 स्कोर आयो भने साला भाग्छौ नि नाटक ओइ कसम भोलि बिहान भयो पनि भाग्दैन बुझिस लिएर आइज पहिला त हाम्रोलाई कसले दिनु कसम यसलाई कसैले दियो भन्दा गाइस म त्यो मान्छे हेर्नु छ यार एमपीपी चेक गर्छु मेरो मर्निङ विस एउटा छ नि गाइस मरुभन्दा अगाडि एउटा चिज चाहिँ हेर्न मन छ मलाई एरिजको 1000 पुगेको अहिलेसम्म देखाएको छैन ओइ त्यो त चाहिँ के स्याल जस्तो गरेर बसिरा 200 त पुरा यार छ्या कसम यार तिमीहरूको मान्छेले खेलेको भए अलिकति मजा आउने यार मजै आएन मलाई त मार कञ्चनको 1000 पुगेको त देखाएको छ गाइस मैले एक दुईजना त्यो छिपेको भोकाले पुऱ्याउँछ कहिले त्यो कलिलो हाले त यही हो क्या ट्याप ट्याप गर्ने बस्ने मजा आएन बोल्नु पाएन यार यसो यताबाट पनि पुस गर्नु यो लेकाली मैचाङको फ्यानमा लेकाली मैचाङको फ्यान रोज गेम भनेको यस्तो हो क्या गाइस रोज गेम हानी यसरी हो गाइस हाम्रोबाट पनि एरिसकोबाट मेरोबाट पनि थोरै थोरै पुस गर्नु न गाइस अनुभव गेम कम्पिटिसन हुँदा मजा आउँछ गाइस यार बोल्नै दिँदैन हेप्या छ अलिअलि खेल्नु पर्यो क्या मोटो सबैजना मिलेर गाइस मजा आएन क्या गाइस यहाँ हाम्रो स्कोर आएपछि यस्तो थर्कनुपर्छ यिनीहरूलाई लाइज पढा चम्किने पानी चम्किने ल कसले हान्दो रहेछ कसम म त एमबिपी चेक गर्छु मेरो मुखै उनीहरूको मान्छे कसैले च्यालेन्जै गर्दैन थ्याङ्क यू सो मच उत्तम लामा थ्याङ्क यू सो मच फर फलो गरिदिनु भएको थ्याङ्क यू सो मच गाइस सबैजना थ्याङ्क यू सो मच धेरै धेरै माया सबैजनालाई गाइस च्याप्टरबाट गर्न चाहिँ लोभ नगर्नुहोस् है गाइस यसो डबल ट्याप गरौँ है साथीहरू सबैजना मिलेर अलिअलि फ्यानलाई पनि लोभ नगरौँ है साथीहरू अलिअलि फ्याल्नुलाई हाल्नुलाई लोभ नगरौँ है गाइसहरू कसम यार कृष्ण दिदी सारा थ्याङ्क यू सो मच हजुर कसम झुक्किएर त्यो हाब्रेको अनुहार देख्यो भने नि हाँस्नु मन लाग्छ यार गाइस यार यत्रो त हान्नु पर्दैन उतापट्टि ट्यापटापले मैसँग एकजनाले पुगिरहेछ गिफ्ट त हान्नु पर्दैन गाइस ट्यापटापको गेम भयो हुन्छ ट्यापटापले जितिरहेछ त किन साथीहरू उता हान्नु पर्दैन भन्दा के रे ट्यापटापको गेममा भइरहेछ इट्स ओके गाइस डोन्ट सेन्ड गिफ्ट ट्यापटापले जितिरहेछ गाइस अनि 10,000 हानिरहेछ यार यता माथि फ्याल्नु लेकाली मैचेङको बच्चालाई कट्टु छैन मैचाङले भन्नु मलाई एउटा कुरा याद आयो यार हो रहेछ त एरिनु त मुख देख्दै आछ कस्तो मजा आइरहेछ अरे त्यही होइन गाइस म अघि नै लाइभ के अरे एन्ड गर्छु भनेको होइन मलाई रमाइलो भनेर मात्रै बसिरहेको फुलभरि फ्याल्दैन गाइसहरू के ठोक्ला यार हामीलाई सबैजना मिलेर प्लिज
अब मिस्टर तामाङ बोल्नु पर्छ गाइजहरू मेरो त थुतु न दुखिसक्यो यिनीहरूलाई कराउँदा न यत्रो के हान्छ न कलिलोले हान्छ न छिपेकोले हान्छ यार यसको लागि गजब बेइज्जती यार साथीहरू कसम अब टिप्पमा पनि केही नाप्दैन रुन्छ अब यिनीहरूको बिचाराहरूले रुन सक्छ रुन सक्छ लास्टै मजा आएको छ यार थ्याङ्क यू सो मच आयुष तामाङ ओ त्यो भाइ मेरो भाइ हो हुन्छ भाइ त्यहाँबाट खेल्दा नि हुन्छ अहिले चाहिँ गाइस यो ट्याप गेम नै जितिरहेको बेलामा चाहिँ मलाई चाहिँ मेरोमा चाहिँ नखेल्नु भनेको मात्रै हो इम्पोर्टेन्ट म्याचहरुमा हान्नुपर्छ धेरै नबोलौँ कि साथीहरू अहिले पछिको लागि पनि हामीले स्वर बचाएर राख्नुपर्छ राम्ररी तपाईँहरूले एकचोटि हामीलाई होइन कि तिनीहरू दुईजनालाई हेर्नु त एउटा कुरा गाइस तपाईँहरूले भर्खर देख्यो एरिजले पानी खाइरहेको रहेछ यस्तो बेलामा त पानी होइन मुसा माने औषधि 30 ml त्यसको मुख हेरी बित्तिकै हाजर छ यस्तो छ यस्तो हनुमान कहीँ नभएको हनुमान बिचारा नभन न रे गाइस यो रोस्ट ब्याटल हो क्या उनीहरूको स्कोर आयो भने उनीहरूले हामीले गाली दिने गाली पनि रोस्ट गर्ने हो क्या दिस मोर लाइक रोस्ट ब्याटल यिनीहरूलाई तिमीहरूले के सोझो मान्छे गाइस बिचारा मान्नु पर्दैन अहिले उनीहरूको स्कोर आयो भने हामी विचार लाग्छ तपाईँहरूको त्यो भएर इन्जोय मात्रै गर्नुहोस् तपाईँहरू बुझ्नुभयो इन्जोय गर्नुहोस् क्या जस्ट ह्याभ फन इन्जोय चिल यो भने गाइस उनीहरूको स्कोर आयो भने हामी विचार लाग्छ विचार मार्दा गर्दा गर्दा गाइस वी जस्ट ह्याभिङ फन मात्रै हो क्या सो जस्ट इन्जोय तपाईँहरू पनि त्यस्तो मनमा लिनु पर्दैन तर गाइस मनमा लिनु पर्ने मान्छे त त्यहाँनिर हेर्नु दाइ उनीहरूको स्कोर भन्दा धेरै त मेरो गर्लफ्रेन्डै दियो रे ओइ तिमीहरू दुईजना आजैदेखि टिकटक छोडै काम छैन ओइ मेरो एकजना कमेन्ट सेक्सनमा आको गाइस तपाईहरु कमेन्टमा गाली लेख्नु न म गाली दिन्छु तिमीहरूको स्कोर भन्दा एकजना भाइको त गर्लफ्रेन्ड धेरै थियो ओइ तिमीहरू दुईजना टिकटक छोडेर भोलिदेखि बाख्रालाई घाँस काट्न जाने दुईजनामा पापा चाहिँ 1000 धरि ल्याउन नसक्ने हाँ ओइ कसो तिमीहरूकोमा ठोक बन्द डराउँदैन मिस्टर तामाङले गाली बजाएको छ नि डराएकै छैन के लेकाली मैचन सुन न भनेर लेकाली मैचन सुन न हामी चाहिँ हैन पुरै 90 लागेर के पन्जामा लाएर पुरा चिलमा लाएर रमाइलो गरिरहेछ है तापनि हामी जितेको छ नि त अनि उतापट्टि 3 किलो मेकअप हालेर त्यही माथि अर्को 4 वटा फिल्टर लाएर आउँदा पनि गिफ्ट आएको छैन बिचराहरूको त्यत्रो उतापट्टिबाट यार उनीहरूको लगाएको मेकअपको खर्च त दिदिनु हौ कस्तो हो र कति बोले यार गाइस कोही हुनु न मिस्टर तामाङ चुइगम खाने पैसा नि आएको छैन यार ओइ मरे गाइस टु मच फन खेल्नु पर्यो यार मजा आएर गाइस ओइ लिसन ओइ हाप्रे एकचोटि बोल अनि मात्र गेम सुरु गर्छु बन तेरो मान्छेहरूलाई पहिला बन हामीले कति गेम ठोक्यो 2-3 गेम त हामीले ठोकिसक्यो बन केही बोल्नु छ भने बोलेर नभए त गेमभरि चुप लाग्ने रहेछ यार चुप बनाउँदा तेरो मान्छे के त कोही यस्तो घुमिरहेछ कि गाइस यार फेरि त जानुपर्छ यार म 10 बजेसम्म लाइभ भनेको 10:30 भइसक्यो रमाइलो भएर बसिरहेको अब डराइसक्यो यिनीहरू त थुतुन पनि चल्दैन धोपी खाएर बसिरहेको के बोल्नु साथ गयो बिचराको साथ गयो कोला 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 बिचराको साथ गयो ल ल ल ल ल पठाऊ कति खेल्ने अब ओइ छ्याले काली मैचरे ओ भाइ तैले मलाई मन पराउनु जरुरी छैन के यार मन पराएर माया बसेर बे भएर बच्चा किसके मान्छे हो गाइस थ्यांक यू सो मच फर यति धेरै ट्याप ट्याप गाइस मामा कति धेरै ट्याप ट्याप गर्दै गाइस त अहिले दम छ भने लेट्स गो गाइस डबल ट्याप एभ्रीबडी मन नपराउनु पाइन्छ बट कमेन्ट चाहिँ किन हान्नु के यार छैन गाइस ट्याप ट्याप चाहिँ गरिदिनुस् है ट्याप ट्यापमा चाहिँ लोभ नगर्नुस् म गिफ्ट पठाउनु नपठाउनु ठिकै छ जितिरहेछ अहिले हार्न सुरु गर्यो भने चाहिँ गिफ्ट पनि पठाउनुस् पछि सिंगल
खेलेर गाली दिनुपर्ने ल अरे तिमीहरूको दम छैन मा डबलमा त कसैले ठोक्नु सकेको छैन सिङ्गलको कुरा गर्ने को हो त्यो गाइस ओइ भाइ ओइ तँ गाड भएको 8 भएको मान्छे हो भने ठोक लेकाली मैजङलाई दम छ यो हो नि त गाइस तरिका यो हो नि त तरिका के बोले होला यार पछि सिङ्गलमा ओइ ओपन च्यालेन्ज तेरो मान्छेहरूलाई ओइ हाब्रे ओइ 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 डायमन्ड हान्दिनुस् तेजी हान्दिनुस् तेजी हान्दिनुस् कुची 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 आइज तेरो मान्छेको दम हेर्छु आज म कुची 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 आइज ठोक भन अघि हामीले के भनेको थियो जसले फर्स्ट गिफ्ट गर्छ त्यो एमपिपीलाई हामीले के भन्ने थियो गाइजहरू तैँले ठोक ठोक भन्दाखेरि पनि तेरो मान्छेको छ नि ठोक्ने दम छैन रहेछ कि यति कुरो चाहिँ थाहा भयो मैले ओइ हाम्रो तँलाई त झ्याउ लागिरह होला होइन गिफ्ट आएको भए खुसी हुन्थ्यो होला एरिस रुन लाग्यो रे गाइस यस्तै छोड्दिन अब के प्लिज हान्दिनुस् चारटा एकचोटि गाइस उनीहरुको स्कोर आवाज त्यो पछि हामी रुन लाग्छ हामीलाई त हाने पनि मजा हामीले हाने पनि मजा उनीहरूले हाने पनि मजा गाइस लेट्स गो एभ्रीबडी अघि गाली सुनेर बसेको हैन गाइस अनि हामीले पनि हैन कस्तो हो थ्यांक यू कुलबहादुर गाइस ओपन थ्यांक यू लता सर थ्यांक यू तेज बहादुर जी एकचोटी तिमीहरुको मान्छेको दम छ भने यो 4000लाई लिड गर भन ओपन च्यालेन्ज कमान थ्यांक यू सो मच ब्रदर आइज दम छ आइज ट्रिपलमा ओइ थु यो समय त 3 गेम हुन्छ तिमीहरुलाई ठगेको कसले आएर हान्छ तिमीहरुलाई ह गाइस इन्टरभ्यूमा खेलौँ न गाइस कोही आउँदैन गाइस ल कमेन्टमा रोस्ट लेख्नुस् म पढेर सुनाइदिन्छु ल गाइस रमाइलो हुन्छ कमेन्टमा रोस्ट लेख्नुस् गाइस म पढेर सुनाइदिन्छु तपाईहरुले पनि रोस्ट हान्नु ल उतापट्टि ल कमेन्टमा रोस्ट लेख्नुस् गाइस म पढेर सुनाइदिन्छु ओइ कोही छैन के आउ तपाईले हा एउटा हान्ने मर्द छैन हाब्रे रे त्यो हाब्रे कसरी रोस्ट भयो उ त हाब्रे नै हो के यो उ त उसको नाम भयो हाब्रेको मुख कति ठुलो रे त्यो त ओइ यार तिमीहरुले यत्रो ओपन च्यालेन्ज गरेर खेल्दाखेरि पनि ओइ तिमीहरु भनेको घाट काट्न जा यार कसम भोलिदेखि बाख्रालाई घाट रक्सी खाएर सुने जस्तो छ एरिसको गाला रे गाजा ये लड़की गाजा तान्ती है रुनु लागिसक्यो कञ्चनको छिप्पेको बोका आएन जस्तो छ रे आएन आधी घण्टा पछि आएन हाब्रेको ओठ रे हाब्रेको ओठ त नाङ्लो जत्रो छ नाङ्लो यस्तो गर्न मिल्छ गाइस छाडाहरु चाहिँ नलेख्नु ल फेरि छाडाहरु चाहिँ नलेख्नु गाइस मैले भने रोस्ट भनेको इट हैज टु बी हेल्दी रोस्ट माथिको सानो लिसन ओइ अब त तिमीहरु दुईजनाको 500 धरी पुग्दैन जस्तो छ यार ओ दुखे यार छ के हात लगाएर बसिरह होला गाइजहरु कसम किलो मेकअप साच्चै काम लागेन रे गुड वन उता बढी यार मेकअपको धरी पैसा दिन आज अनि आएन अनि एरिस त्यहाँ डिप्रेसनमा गइसक्यो रे धरी पैसा छैन यिनीहरुसँग अब एरिस डिप्रेसनमा गइसक्यो गाइस अझ रोस्ट लेख्नुस् अझ रोस्ट लेख्नुस् म तपाईहरुले पनि तपाईहरुको रोस्ट पनि पढ्दिन्छु मज्जा हुन्छ सबजना मिलेर दिने है गाली एरिस ह्यान्डसम गर्ल रे मेरो भन्दा बेसी जुङ्गादारी छ यसको लभ फ्रम भुटान यताकी छ मेकअप साच्चै काम लागेन रे त्यो बिचाराहरुको कति बेर लागेर मेकअप गरे हो बिचारा चिप्या बोकाहरु मरे म ले उठेर हामीले उठेर मुतेको हो कसैले सपोर्ट नगरे टिकटकको डायमन्ड हो भने त 500 धरी ल्याउने औकात छैन गाइस आज पनि आउनु भएको थियो एरेको नाम के एरिस रे अघि नै मेरो गिफ्टर आएन भने त के जब गिफ्टर आइसक्यो त मेरो सबजना रन्केर बसिरहेछ कोही आउँदैन उताबाट
एरिस ह्यान्डसम दिदी रे अब त भइसक्यो गाइस अब त गाली नलेख्नु गेम सक्यो ल गाइस म गएको म 10 बजीसम्म लाइभ भनेको यहाँ 10:30 भइसक्यो आज गाइस होइन के अरे लास्ट खेल्न जाउँ न त नेपालमा क्रिस्टियानो रोनाल्डो आउला उतापट्टिबाट बोकाएको हौ आएको आइज ल लास्ट गेम ल गाइस लास्ट गेम बोकाएको लास्ट गेम ल मेरो साँच्चीको 10 बजीसम्म भनेको रमाइलो भएर मात्रै बसिरहेको क्या एरिसको गाला गाजा खाने पैसा हारेन त बारी मेरो आफै टिम चाहिँ अब यो हरियो गाजा मार्दै तान्छे मजा आएन खेल त यार भनेको यिनीहरूकोमा ठोक्ने कोही छैन यार बिओ गाइस त्यस्तो कम्प्लिकेटेड वर्डहरु नलेख्नु मलाई पढ्नै आउँदैन बिल्लाको अर्को नाम हाम्रै हो रे त्यो त भन्नै पर्दैन बिल्लाको अर्को नाम हाम्रै थ्यांक यू सो मच भाइ बिल्लाको अर्को लिसन हामीले मुक्त दुनु सरी मुक्त टाइम कहाँ छ यसलाई अनि जति यसलाई मात्रै हुन्छ हजुर बोलोस् है तँहरू बोलेरै खेल ल दम छ भने बोलेरै जिता ल आइज खेल लास्ट गेम हो बोलेरै ल एकचोटी ल अब जसले हारे त्यसले रोस्ट गर्न पर्छ रोस्ट गर्दै हैन एकचोटी गाली सुनेर जाम जसले हारे त्यसले रोस्ट गर्ने ल रोस्ट गर ल बोल ओइ 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 बोल्न नपाएर मुख चिलाइरहेको जस्तो छ बोल ओइ सास गरेर होला ल जसको स्कोर थेरा त्यसले गाली दिने ल त्यसले दे ओइ फोन लेकाली बैचाङ र के रे मिस्टर तामाङले ठोक्नुसम्म ठोक्यो हामीलाई हेल्प गर खै ब्रदर उता स्कोरै आछ हान्नु पर्दैन ब्रदर आज छोड्दिनु ब्रदर हान्नु पर्दैन थ्यांक यू त ब्रदर थ्यांक यू सो मच सारो गाइस के सारो गाइस खेलौँ न गाइस हामी पनि थोरै थोरै गाइस ल मजा आएन हौ गाइस मजा आएन मेरो भगवानहरु कहाँ जानु भयो ब्रो हो भन्दा ल गाइस ओइ बोलेर खेल बिचारा बच्चाहरुलाई यार चाक जस्तो रातो छ एरिसको वर्ड त के हो मादरको चाक जस्तो रातो छ अझ दलिरहेछ त्यही रातोलाई रातो बनाउनलाई गाइस पुरुष गाइस ओपन गाइस ल ओपन गर्नु त मुटुहरु गाइस ओपन गाइस ओइ ओइ कति दलेको यार नसाउनु कस्तो हामीले के दलिरहेको मजा आएन नसाउनु खेल्न एचएएमडी हिन्दू ओपोनेन्टको डीएचई ढिलोमा बुझेन मैले हाम्रेको ओटमा लिपस्टिक पुगेन रे आइज तिमीहरूको दाम छ भने डबलमा हान भने तेरो मान्छेहरूलाई आइज कसम ब्रदर यिनीहरूको दम छैन कि यिनीहरू भनेको अब केही दिनपछि गाउँमा गएर घाँस काट्न जान्छ ओइ 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 कञ्चन त गाउँमा गएर बोकालाई घाँस काट्दै यार त्यो पछि बोकाएर आउँछ अनि घाँस काटेर रेडी गरेर बोकाएर आउँछ को पुगे एरिस यार गाइस म के बोल्नु यार गाइस चुप्लाएर बस्ने अब बोल्न दिइरहेको छु यार थुतुनी चिलायो भनेर बोल्ने दम धरि थियो हामी यत्रो बेरसम्म नबोले अब किन बोल्ने अब स्कोर ल्याएर मात्रै ओइ तेरोमा स्कोर आयो भने त म स्यालुट गरिदिन्छु मारक इच्छा चाहिँ छ तर मेरो 1000 कटेको साइलेन्ट पारामा बस्ने हो गाइस कहाँ गयो तेरो हैन मेकअप गर्दा पनि जस्तो देख्छ रे त्यही भनेको मैले गाइस मेकअप गर्दा पनि मेकअप गरेर प्लस 3वटा फिल्टर छ आज माया लाग्यो मलाई त मिस्टर तामाङ जान्छ होला कि अब म त तरामा सोलोमा आइज दुईजना आइज त ओइ तमा दुईजना मिलेर त मलाई ठोक्नु सकेको छैन सोलोमा के हान्छ तैले आइज त्यही भनेको त्यहाँ स्कोर हेर्नु न स्कोर अरे यसलाई म जसै भए पनि ठोक्छु कि आइज मेरो एडभाइस चाहिँ के भन्दाखेरि एज अ ह्युमन है मान्छेहरू ह्युमन भइसकेपछि एकअर्कालाई सपोर्ट गर्नुपर्छ मेरो एज अ सपोर्ट मायाले चाहिँ के भन्छ भन्दाखेरि यति गाडी ठिक छ क्या कञ्चनी भन्दा बेसी गाडी नखाऊ तिमी डिप्रेसनमा जाला डिप्रेसनमा कति गाडी खान मन लाग्यो यस्तो गाली पचाएर आएको हो कि
यस्ता बच्चाहरूले गाली गरे मलाई केही फरक पर्दैन यो हेर्दा बच्चा होइन मात्रै बच्चाको आमा हो यो हेर्दा मात्रै मा हो मेरो लागि बच्चा हो क्या यो भन्दा त पदम राम्री छ मैले त्यही भनेको मलाई ठिक छ रोहानी बेसी केटी लाग्छ एरिस भन्दा ठिक छ ओइ ठिक छ तेरो लागि म बच्चा रे तैँले मा बच्चालाई त ठोक्नु सकेन मान्छेलाई रोल नम्बर 1 कस्तो मजै आउँदैन रोल नम्बर 168 केटीलाई घरि मजा आउँदैन केटालाई झन् के आउनु यार एरिस यसलाई म ठोक्छु ल लाइज ल गाइस म गएको ल बाइ ल बाई बाई ल